हेलो साथीहरू, के तपाईँहरू पनि आफ्नो ई-सेवाबाट आफ्नो ब्याङ्क एकाउन्टमा ट्रान्सफर गर्नुहुन्छ भने 10 रुपियाँ चार्ज काटिहाल्छ। त आजको भिडियोमा म रहेर त्यही सिकाउनेछु तपाईँहरूलाई कि फ्रीमा कसरी आफ्नो ब्याङ्क एकाउन्टमा ट्रान्सफर गर्न सक्नुहुन्छ बिना 10 रुपियाँ चार्ज काटेर। जतिचोटि ट्रान्सफर गर्नु मन हुन्छ जतिचोटि गर्न सक्नुहुन्छ, त्यो पनि बिना 1 रुपियाँ चार्ज काटेर तपाईँको ब्याङ्क एकाउन्टमा डाइरेक्ट ट्रान्सफर भइहाल्छ। जति एमाउन्ट हुन्छ त्यति नै इक्वल टु। त आजको यो भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनु होला। त आउनुहोस् भिडियोलाई सुरु गरौँ। त यसको लागि म सबभन्दा पहिला तपाईँलाई आफ्नो म ई-सेवा हेराइदिइरहेको छु। अनि ई-सेवामा हेर्न सक्नुहुन्छ मेरो अहिले 1000 रुपियाँ छ, ठक्कै 1000 रुपियाँ छ। अनि म आफ्नो तपाईँलाई ब्याङ्क एकाउन्ट पनि हेराइदिइरहेको छु। हेर्न सक्नुहुन्छ ब्याङ्क ट्रान्सफरमा क्लिक गर्नु होला। अनि यस्तो टाइपको इन्टरफेस हेर्न सक्नुहुन्छ कि तपाईँलाई आउँछ मेसेज कि तपाईँ अब लिङ्क गर्न सक्नुहुन्छ। त यहाँ एडमा क्लिक गर्नु होला। यहाँबाट ब्याङ्क सिलेक्ट गर्नुपर्छ। त यहाँबाट तपाईँ ब्याङ्क सिलेक्ट गरिहाल्नु होला। जुन ब्याङ्कमा तपाईँको एकाउन्ट छ त्यो ब्याङ्क सिलेक्ट गरिहाल्नु होला। अनि त्यसपछि यहाँबाट एकाउन्ट नम्बर हालिदिनु होला। अनि तपाईँको नाम यहाँ तल अटोमेटिक आइहाल्छ। आउँदैन भने यसरी गर्नु होला। पर्सनल एकाउन्टमा क्लिक गर्नुहुन्छ त आइहाल्छ। अनि त्यसपछि एडमा क्लिक गर्नु होला। अनि सेभमा क्लिक गरिदिनु होला। अनि यहाँबाट लिङ्क नाउमा क्लिक गरिदिनु होला। त्यसपछि प्रोसिडमा क्लिक गरिदिनु होला। त्यसपछि तपाईँको ब्याङ्क एकाउन्ट लिङ्क भएर त्यहाँ माथिमा गइहाल्छ। हेर्न सक्नुहुन्छ यस्तो टाइपको केही रहन्छ। तब डाइरेक्ट तपाईँलाई अब बिना चार्ज अब तपाईँले केही गर्नुपर्छ, लिङ्क भइसकेको छ। हेर्न सक्नुहुन्छ ब्याङ्क ट्रान्सफरमा क्लिक गर्नुहुन्छ। अब यहाँ हेर्न सक्नुहुन्छ माथिमा पर्सनल एकाउन्ट भनेर आइहाल्छ। त्यसमा क्लिक गर्नु होला। अनि यहाँ तपाईँको एमाउन्ट जति छ त्यति हालिदिनु होला। अनि यहाँ जे हाल्दा पनि हुन्छ। अनि चेकमा क्लिक गर्नु होला। हेर्न सक्नुहुन्छ यहाँ कुनै टाइपको पनि चार्ज सो गरेको छैन कि कुनै चार्ज लाग्छ भनेर। बिना लिङ्क गरेर गर्नुहुन्छ भने यहाँ चार्ज सो गर्छ 10 रुपियाँ चार्ज भनेर। अनि लिङ्क गरेपछि गर्नुहुन्छ त बिना चार्ज गरेर हेर्न सक्नुहुन्छ केहीको चार्ज लाग्दैन। अनि यहाँबाट कन्फर्ममा क्लिक गर्नुहुन्छ। अनि पे विथ ई-सेवा। त्यसपछि यहाँबाट हेर्न सक्नुहुन्छ बिना चार्ज काटिकन गइहाल्यो ठक्कै 1000 रुपियाँ। हेर्न सक्नुहुन्छ। अनि म आफ्नो प्रुफको लागि आफ्नो एकाउन्ट पनि हेराइदिइरहेको छु तपाईँलाई। हेर्न सक्नुहुन्छ 2015 भइहाल्यो बिना चार्ज काटिकन। यसरी गरेर तपाईँ आफ्नो ई-सेवाबाट मोबाइल ब्याङ्किङमा ट्रान्सफर गर्नुहुन्छ बिना चार्ज काटिकन। अनि नेक्स्ट भिडियोमा म तपाईँहरूलाई बताउने छु कि एक ब्याङ्कबाट अर्को ब्याङ्कमा कसरी ट्रान्सफर गर्न सक्नुहुन्छ, त्यो पनि बिना चार्ज काटिकन। त्यो पनि डिफ्रेन्ट ब्याङ्कमा, सेम ब्याङ्कमा होइन, डिफ्रेन्ट ब्याङ्कमा। सही सुन्नुभयो। त आजको भिडियोमा बस यति नै। भिडियो मन परेमा भिडियोलाई लाइक गरिदिनु अनि च्यानललाई सब्सक्राइब गरिहाल्नु होला। थ्याङ्क यू।